तिमीहरूको दिदी यहाँ म्यादी भइसक्यो। आज हामी हजुरहरूलाई लिँदैछौँ हाम्रो स्याटरडे भ्लगमा। गुड मर्निङ। आज हामी चाहिँ हाइकमा हिँडेको छौँ। कता? आलेगाउँ। नौमुले गाउँपालिका गुड मर्निङ। गुड मर्निङ। गुड मर्निङ। नौमुले गाउँपालिका 2 नै यो अहिले 1। अब हामी जाँदैछौँ नौमुले गाउँपालिका 5 आलेगाउँ। 5 पर्छ त्यो चाहिँ 5 होइन? 5 त यता होला के ए आलेगाउँ त 2 हो। ए 2 गोविन्दबाट केसी मैले पढाउनु मास्टर ए। आलेगाउँ 2। हाम्रो यात्रा एका बिहान यो सुन्दर ठाउँबाट सुरु हुन्छ। चन खोला नाला हरिया वन जङ्गल अनि हामी होइन के भन्न चाहनुहुन्छ? नै केही भन्न चाहदिनँ। हामी एकदमै मनोरम दृश्यको माझमा छौँ। यतापट्टि छङछङ झरना गरिरहेको छ, यतापट्टि कलकल खोला बगिरहेको छ। एकदम मनोरम दृश्य छ, हरियाली छ, जताततै छ तै पनि पिच बाटो छ र हामी ट्रेकिङ होइन हाइकिङ हिँडिरहेका छौँ। यो पनि टुरिज्म हो। हो यो युट्युबमा आउँछ यो आलेगाउँ। टोली अगाडि बढ्यो। टोली रेस्ट गर्न चाहन्छ। रेस्ट पुग्यो। रेस्ट पुगेको छैन, शीतल खोज्दैछ। रेस्ट गर्ने समय 2 मिनेट 10 सेकेन्ड मात्र। टोली अलि अस्मिता किरण सृष्टि आस्था अस्मिना तिमीहरूको दिदी यहाँ म्यादी भइसक्यो। नडराऊ नडराऊ अब नडराऊ अब तिम्रो दिदीसँग लक्ष्मी छ लक्ष्मी। अनि यही हाइकमा हिँड्ने क्रममा वी विटनेस्ड बर्थ अफ अ बेबी गोट। एउटा पाठोको जन्म भएको थियो एन्ड आई फेल्ट रियली ब्लेस्ड टु विटनेस द्याट। यो चाहिँ हाम्रो इन्द्र सर र जमरा म्यामको घर है। हामी त्यहाँ माथि पुग्ने हो। के छ यता फर्केर यसो भए त कहाँ आइपुग्यौँ हामी? अब अलमोस्ट आइपुग्यौँ। अगाडिको के हो? अगाडिको स्कुल, स्कुलको नाम आलेगाउँको स्कुल छ त्यहाँ अगाडि होइन। अब हामी अलमोस्ट आइपुग्यौँ तर थाकेर फत्रङ भइयो। त्यही हो मेरो कुरा। यो लक्ष्मीको सहारा आइयो। रमाइलो लगाइरह नि। रमाइलो केही भन्न चाहनुहुन्छ? सम्झेको ऐसाले लिनुपर्छ नि बा। यस्तो सजिलो मान्थे भनेर होइन निकालेको तर रिक्स हुन्छ क्या। रिक्स हुन्छ यो खानेकुराहरू सट्टै जान्छ, पानी फुक्समा जाने डर हुन्छ। सोल्डिङ के भन्नु। हामी अब फर्किँदैछौँ होइन। हाम्रो कार्य पुरा भइसक्यो। अब नेक्स्ट डेस्टिनेसन हाम्रो सल्लेरी। नौमुले छ अहिले, नौमुले 2 पाडा। अब हामी सल्लेरीतर्फ प्रस्थान गर्दैछौँ। खुट्टा लड्के ठिकै थियो त। ट्रेकिङ खतरा भयो। हजुरलाई कुरिराखौँ भनेको हजुरले कुर्नुपर्ने भयो उल्टै। 2 शब्द भन्न चाहनुहुन्छ हाम्रो भ्लगमा हजुरलाई स्वागत छ। के रे तिम्रो नाम? जेनिसा। के स्कुल जान्छौ कि नै? कतिमा पढ्छौ? कहाँ? यहीँको स्कुल आलेगाउँ स्कुल। स्कुलको नाम के हो? दाइ ससुराली आएर आलु बोकेर जाँदैछ। 2 शब्द लिएर गइसक्यो।
हालेर हामीलाई भेटाउँछु भनेको दाइ ससुरालीमा ढिलो गरेर आइस आज। अब हामी लाग्यो नौमुलेतर्फ, त्यसपछि हामी फेरि सल्लेरीतर्फ प्रस्थान गर्नेछौँ। र हामी नौमुले आइपुगेका छौँ। हजुरहरू केही भन्न चाहनुहुन्छ? दाइले त नमस्ते गर्दै हुनुहुन्छ। अस्पतालमा आइपुग्दा चाहिँ एकजना बाजे रक्सी खाएर यसरी अस्पताल औकाडी लडिराख्नु भएको थियो। उहाँले उठाएर मैले इआरको बेडसम्म लाने कोसिस पनि गरेँ, तर उहाँ मान्नु भएन। मेडिकल किट लिएर अब हामी फेरि दोस्रो सेवा दिनको लागि यहाँबाट जाँदैछौँ सल्लेरी नौमुले वार्ड नम्बर 6 मा जाँदैछौँ। यो चाहिँ नौमुलेबाट सल्लेरी जाने बाटो होइन। बाटो एकदमै साँघुरो देखिन्छ, तर अन्य वडामा जाने भन्दा बाटो राम्रै छ भन्नु पर्यो। चक्लेट बेचेको ढुङ्गाको चक्लेट 10 रुपियाँको दिनु त चक्लेट। ढुङ्गाको के ढुङ्गा हाले अनि चक्लेट दिन्छौ कि नि त हामीलाई? दिन्छौ? खाइ देऊ न त। त्यहीतिर भयो, हामी त्यही पालिकालाई दिन्छौँ भन्दै दिन मलाई फेरि त्यो हामी फर्किँदै गर्दा देखिएका मनोरम दृश्य साँच्ची नै मन लोभाउने खालका थिए। अगाडि अनएक्सपेक्टेड होइन, के भइरहेछ रे? रमाइलो भइरहेको थाक्यो। Thank you for watching.